आज म भन्न गइरहेको छु IMU एपमा चाहिँ कसरी साइन इन गर्ने है। पहिला सुरुमा फर्स्टमा प्ले स्टोरमा जानु हैन। IMU भनेर मेरोमा अहिले मैले अलरेडी नै सर्च गरेको थिएँ। यहाँ चाहिँ सर्च बक्समा गएर IMU यसरी लेखेर सर्चको बटन थिच्नुहोस् है। सर्च बटन थिचिसकेपछि इन्स्टलमा क्लिक गर्नु। इन्स्टलमा क्लिक गरिसकेपछि आई एग्री गरिदिनु है। आई एग्री गरिसकेपछि तपाईँले आफ्नो फिङ्गर अथवा पिन जे माग्छ त्यसलाई राखिसकेपछि यो डाउनलोड हुन लागेको छ है। डाउनलोड भइसकेपछि यसरी मैले चाहिँ भिडियो स्किप गरिदिएको थिएँ। यसरी डाउनलोड हुन्छ हैन। इन्स्टलेसन तपाईँकोमा यो कम्प्लिट डाउनलोड भइसकेपछि अब एकछिनमा मेरोमा इन्स्टल हुँदैछ है। इन्स्टल भइसकेपछि तपाईँले चाहिँ के गर्नुपर्ने कि म तपाईँलाई स्टेप बाई स्टेप इजिली सिकाउँछु। यहाँ ओपन भन्ने अप्सन आयो हैन। ओपन आइसकेपछि ओपनमा थिच्नु हैन। एप चाहिँ यस्तो इन्टरफेसको छ। यो आइसकेपछि गट इटमा जानु है। गट इटमा गइसकेपछि पर्मिसन चाहिँ दिनु, यसलाई नोटिफिकेसनको लागि अलाउ गर्नु होला। त्यसपछि साइन अप भन्ने अप्सनमा जानु, तल साइन अप छ। यो अप्सनमा गएपछि तपाईँ रिजन चाहिँ सिलेक्ट गर्नुहोस्। यहाँ चाहिँ तपाईँले नेपाल भनेर सिलेक्ट गर्नुहोस् है। नेपाल सिलेक्ट भइसकेपछि अब यो एरो बटन थिच्नुहोस्। यहाँ अब मैले आफ्नो जिमेल राख्नेछु है। मैले जिमेलहरू हाइड गरेको छु, तपाईँहरू सङ्कोच नमानी। यहाँ चाहिँ अब पासवर्ड चाहिँ तपाईँले टाइप गर्नु हैन। तपाईँले यहाँ पासवर्ड चाहिँ एउटा लेटर क्यापिटल हुनुपर्छ अनि अरू स्मल राखेर अनि कुनै @ जस्तो चिन्हहरू राखेर अनि नम्बर राख्न सक्नुहुन्छ है। नम्बर राखिसकेपछि यसलाई नेक्स्ट अलाउ गरेर नेक्स्टमा गरिदिनु है। तपाईँले यो गर्नुभयो भने पासवर्ड सेभ गर्नलाई आउँछ। तपाईँले सेभ गर्दा नि हुन्छ, नगर्दा नि हुन्छ। अब हेर्नु, अब मेरो चाहिँ मेलमा एउटा चाहिँ ओटिपी आउँछ। त्यो ओटिपी चाहिँ यहाँ राख्नुपर्छ। तपाईँको जिमेल, आफ्नो जिमेल जे छ त्यसमा मेरो जिमेल चाहिँ हेर्नु है। मैले यहाँ जिमेल मैले खोलेँ, मैले यहीँ गरिरहेको थिएँ। जिमेल खोलिसकेपछि यहाँ चाहिँ IMU देखि हेर्नु ओटिपी आइसक्यो 63077 3। अब तपाईँकोमा जे आउँछ त्यही राख्नु होला है। 63077 3 आएको छ मेरोमा। मैले चाहिँ नेक्स्ट गरेँ। यो एरो बटनलाई थिचेँ। तपाईँहरूले एरो बटन थिचिसकेपछि यो आउँछ हैन। नट नाउ गरिदिनु। तपाईँको आइडी क्रिएट भएर आइसक्यो। अब यहाँ स्ट्यान्डर्ड अथवा एडभान्स तपाईँ जुनसुकै मोड सिलेक्ट गर्न सक्नुहुन्छ। मैले स्ट्यान्डर्ड गरेँ। त्यहाँपछि यो पर्मिसन रिक्वायर्ड छ। मैले चाहिँ यसलाई लेटर गरिदिएँ। त्यसपछि अब आजको भिडियो यति नै हो। मैले क्यामेराहरू एड गर्न अनि अफलाइन कसरी चलाउने, अनलाइन कसरी चलाउने, यो दुइटै अर्को भिडियोमा सिकाउने छु। हस् त, धन्यवाद।